हेलो हेलो गाइस आयो 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 ओपनिङ फर्सीको टुप्पाको ओपनिङ आयो। तपाईँहरूले त अस्ति खाइसक्नु भयो होला। मेरो चाहिँ आज भर्खर सुरुवात हो। ओपनिङ गर्दैछु म चाहिँ फर्सीको मुन्टाको है गाइस। 2026मा चाहिँ मैले फर्सीको मुन्टा खाएको थिइनँ होइन। अन्त आज चाहिँ आफ्नै बारीको टिपेर अर्ग्यानिक एकदम मजाले ल्याएको छु गाइस है। यति अब चाहिँ आजदेखिको चाहिँ सुरुवात हुँदैछ अर्ग्यानिक सब्जीको गाइस है। अब चाहिँ अर्ग्यानिक सब्जी खाएर चाहिँ उहिरौँ पऱ्यो नि होइन। एकदम अर्ग्यानिक अर्ग्यानिक खाना खाएर चाहिँ हास्टा पुस्टा हुनु पऱ्यो नि। अन्त अब यहाँनिर अर्ग्यानिक सब्जी पकाउँदैछु गाइस म चाहिँ हो। अन्त तपाईँहरूकोतिर त सकि पनि सक्यो होला खेतमा हुनेहरूको त है। खेतमा फर्सी रोप्नेहरूको चाहिँ छिटो हुन्छ नि त, किनभने अब खेत रोप्नु पर्यो, आली तास्नु पर्यो, झारहरू कुहाउनु पर्यो होइन त गाइस। मैले पनि गरेको नि त खेतको बारेमा काम। अनि खेत रोप्नेहरूकोमा चाहिँ छिटो अर्ग्यानिक सब्जीहरू फल्छ पनि सकिन्छ पनि छिटो। अन्त मैले चाहिँ अहिले चाहिँ खेत रोपेको छैन, बारीमा भर्खर सुरुवात हुँदैछ यी गाइस है। अन्त साग पनि रोपेको थियो। साग चाहिँ हुँदैन रहेछ बर्खामा, यस्तो हुँदो रहेछ छ्यान्द्रै छ्यान्द्रा 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 किरा हुँदो रहेछ है बर्खे साग चाहिँ। अनि साग चाहिँ मलाई त्यति मन परेन, यति मात्रै ल्याएँ साग चाहिँ। अन्त फर्सीको टुप्पा चाहिँ यति। फेरि अब के भन्छ हाम्रो मिसोको पापा चाहिँ फर्सीको टुप्पा खोज्नु जानुभएको छ है। अझै ल्याउँछ कि ल्याउँदैन हेर्नुपर्छ गाइस है। सोमा बोल्दैछ बारीमा। अब यो फर्सीको टुप्पा केलाइसक्ने हो। अनि त्यहाँदेखिको चाहिँ फेरि एउटा ल्याउनु भएछ, त्यहाँ दैलोमा राख्नुभयो। हजुर त्यहीँ राख्नु न। ल बाई बाई गाइस, मलाई चाहिँ बुढोले बोलायो, म चाहिँ गएको। यति केलाइसकेँ। अब केलाएर चाहिँ अब चाहिँ आलु मिसाएर पर 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 भुट्ने हो, दाल पकाउने हो, अनि खाना खाएर चाहिँ ड्याङरङ्गै सुत्ने हो गाइस है। बाई बाई। हेलो हेलो गाइस आयो 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 ओपनिङ फर्सीको टुप्पाको ओपनिङ आयो। तपाईँहरूले त अस्ति खाइसक्नु भयो होला। मेरो चाहिँ आज भर्खर सुरुवात हो। ओपनिङ गर्दैछु म चाहिँ फर्सीको मुन्टाको है गाइस। 2026मा चाहिँ मैले फर्सीको मुन्टा खाएको थिइनँ होइन। अन्त आज चाहिँ आफ्नै बारीको टिपेर अर्ग्यानिक एकदम मजाले ल्याएको छु गाइस है यति। अब चाहिँ आजदेखिको चाहिँ सुरुवात हुँदैछ अर्ग्यानिक सब्जीको गाइस है। अब चाहिँ अर्ग्यानिक सब्जी खाएर चाहिँ उहिरौँ पऱ्यो नि होइन।